हामी दुईजना हिँड्दैछौँ यता टक्क सर यसरी जाँदा कहाँ पुगिन्छ हेर्दै जाउँ आज नयाँ ठाउँ भनौँ ठाउँ त पुरानै हो हामी बस्ने एरिया नै हो तर आज पहिलोचोटि यो साइडतिर घुमेको नआधा रुम बस्ने दिँदैन हामी जति गर्मी भए पनि रुममै हो क्या फेरि बस्ने त हामी पसिनाले यस्तो गनाउँछ कि हालत खराब हुन्छ क्या होइन आज त्यसै थियो अब भोलिदेखिबाट ड्युटी स्टार्टिङ छ 3 दिन पछाडि 3 दिनपछि फेरि छुट्टी छ 2 दिन त्यतिखेर चाहिँ हामीलाई चाहिँ यही बाटो होइन र जस्तै गाडीमा चढाएर यो बाटो हामीले कस्तो लाग्छ मलाई त हामी त कस्तो ठाउँमा आयो है जे जस्तो अनि जस्तै गाडीहरू आउँछ ठिक छ अनि मान्छे हिँड्ने कता थाहै छैन है गाह्रो छैन बेबी मान्छे हिँड्ने ठाउँ यति छ कुनै ठाउँमा बाटै हुँदैन है गाह्रो छ